नमस्ते सबैजनालाई। आज पनि फेरि म अङ्गनरबु शेर्पाबाट 30 डे स्पिकिङ टु क्यामेराको च्यालेन्जको अनि दोस्रो दिन र आज पनि म यही विषयवस्तुमा कुरा गर्ने कोसिस गर्नेछु र हिजोको भिडियो चाहिँ मैले रेकर्डिङ गर्दाखेरि लगभग त्यस्तै 7-7.5 मिनटको भएको थियो अनि बेलुका आएर मैले एडिटिङ गर्दाखेरि चाहिँ त्यस्तै लगभग 6 मिनट 6.5 मिनट जतिको भएको छ। त्यही भएर हिजो चाहिँ मैले यता स्क्रिनमा हेरेको कारणले गर्दाखेरि अलिकति राम्रो देखिएको छैन र आज मलाई थाहा भयो। अनि हिजो चाहिँ जुन मैले यो माइकको बारेमा कुरा गर्दै थिएँ, यो माइक चाहिँ अब मैले पहिला नचलाएको कारणले गर्दाखेरि यो मैले चलाउन जानेको थिएन र यसमा थिच्दाखेरि चाहिँ साउन्ड क्वालिटी फेर्ने रहेछ, चेन्ज हुने रहेछ। त्यो चाहिँ मलाई हिजो रेकर्डिङ गरिसकेपछि थाहा भयो र मैले हिजो रेकर्डिङ गर्दाखेरि नै कतिपटक यो थिचेछु। त्यही भएको कारणले गर्दाखेरि एउटै भिडियोमा त्यस्तै 2-3 थरीको साउन्ड जस्तै अलिकति बासमा आउने जस्तो अनि फेरि सानो आवाज आउने जस्तो मसिनो आवाज आएको जस्तो त्यस्तो भएको छ एउटै भिडियोमा। त्यही भएर तपाईँलाई मैले बेलुका भिडियो हेर्दाखेरि थाहा पाएको। अनि त्यही भएर आज चाहिँ मैले एउटै साउन्डमा भिडियो बनाउने कोसिस गर्नेछु र मलाई यसरी नै भिडियो रेकर्डिङ गर्ने क्रममा धेरै कुराहरू मलाई थाहा भइसकेको छ। अनि त्यस्तै अब मैले हिजो फेरि भिडियोलाई रेकर्डिङ गरेको भिडियोलाई युट्युबमा पोस्ट गर्ने भनेर एडिटिङ गरेको थिएँ। त्यो केही टेक्निकल समस्याले गर्दाखेरि त्यो पोस्ट हुन सकेन र त्यही भएको कारणले गर्दाखेरि हिजो रेकर्डिङ गरेको आज युट्युबमा हाल्नेछु र त्यसमा खासै इन्ट्रोहरू र थम्बनेलहरू केही पनि हुने छैन। यत्तिकै जस्तो रेकर्डिङ गर्यो त्यस्तै चाहिँ पोस्ट गर्नेछु र मैले यो बिस्तारै एडिटिङ र थम्बनेल अनि अरू चाहिँ बिस्तारै सिक्नेछु र मेरो चाहिँ अहिले यो युट्युब च्यानल चाहिँ कस्तो भन्दाखेरि एकदमै 0 लेभलदेखि नै सुरु हुँदैछ। किन भन्दाखेरि मलाई केही कुराको नलेजहरू छैन, युट्युबमा कसरी पोस्ट गर्ने भन्ने अनि थम्बनेलहरू कसरी राख्ने, कसरी क्रिएट गर्ने सरी र टाइटलहरू कस्तो तरिकाले राख्ने भन्नेहरू र अहिले मैले मैले रेकर्डिङ गर्ने 30 दिनको रेकर्डिङ गर्ने अनि त्यसलाई एउटा छोटो भिडियो तयार पार्ने अनि पोस्ट गरिदिने, त्यति नै मेरो अहिलेको प्लान चाहिँ त्यति छ। अब मैले बिस्तारै गर्दा सायद मैले यो केही दिनपछि नै एडिटिङ गर्ने तरिकाहरू थम्बनेलहरू राख्ने कोसिस मैले राख्न सक्छ सिकेर। त्यही भएर अहिलेलाई चाहिँ मैले यो अहिले 30 डेज च्यालेन्जकै लागि फोकस गरेर भिडियो बनाउने गरेको छु र म चाहिँ घरिघरि झुकेर स्क्रिनमा आफ्नै फेसलाई हेर्दाखेरि मेरो आँखा चाहिँ यता बङ्गिएको जस्तो देखिनेछ। अस्ति भन्दा नि हिजोको भिडियोमा मैले तपाईँलाई भनेको थिएँ, आँखा चाहिँ मोबाइलमा स्क्रिन मैले फ्रन्ट क्यामेरादेखि खिचिरहेको छु अहिले। त्यही भएको कारणले गर्दाखेरि मैले यो स्क्रिनमा
आफ्नै फेसलाई हेर्दाखेरि भरे भिडियोमा हेर्दाखेरि चाहिँ फेरि यता आँखा बाङ्गो हेरेको जस्तो देखिरहेछ। त्यही भएर तपाईँहरू पनि यदि मोबाइलमा फ्रन्ट क्यामेरादेखि खिच्दै हुनुहुन्छ भने क्यामेरामै हेर्नु होला। त्यही भएको कारणले गर्दाखेरि भिडियोहरू बिग्रिने छैन। अनि हिजोको भिडियोमा मैले धेरैहरू त्रुटिहरू देखेँ, समस्याहरू देखेँ, तर पनि मैले खासै त्यस्तो एडिटिङ गरेको छैन। जति सक्दो कम एडिटिङ भन्दा नि अरू एडिटिङ मैले खासै केही जान्दिनँ। खालि त्यो काट्ने त्यो अलि बेसी खाका र खुकु गरेको टाइपको त्यस्तो खालको चाहिँ मैले अलिअलि काटेको छु। र मैले नेक्स्ट टाइम भिडियो क्वालिटीले पनि अलिकति ध्यानमा राखेर तपाईँहरूको सामु ल्याउने कोसिस गर्नेछु। र आजले यति नै होला। म जति सक्दो छोटो भन्दा नि एकदमै छोटो नै बनाउन। अब मैले एडिटिङ गर्दाखेरि टक्क मिलाएर फेरि 5 मिनट 6 मिनट जतिको चाहिँ हुने रहेछ। र मैले बेलुका हिजोको भिडियोलाई चाहिँ युट्युबमा पोस्ट गर्नेछु। त्यही भएर आजलाई यति नै राख्छु। भोलि फेरि अर्को भिडियो लिएर तपाईँहरू सम्म आउनेछु। र भोलिदेखि चाहिँ म केही कुरालाई टपिक बनाएर त्यसको बारेमा थोरै कुराहरू गर्नेछु। र आजसम्म चाहिँ यस्तै क्याजुअल कुराहरू भयो। त्यही भएर भोलि फेरि अर्को भिडियो लिएर आउनेछु। त्यति बेलासम्मको लागि गुड बाई, टेक केयर।